जिल्ला निर्वाचन कार्यालय सर्लाहीमा उपलब्ध भएको तथ्याङ्क अनुसार 2082 असोजमा जारी भएको 2082 कार्तिक 16 गतेसम्म 18 वर्ष पुरा भएका सर्लाही जिल्लाको अन्तिम मतदाता नामावलीको सङ्ख्यात्मक विवरण सन्दर्भमा भन्नुपर्दा 4,90,004 र 2082 असोज 10 गतेदेखि 2082 मङ्सिर 5 गतेसम्म कार्यालयमा भौतिक उपस्थिति मार्फत बायोमेट्रिक दिएको नयाँ मतदाता सङ्ख्या पुरुष 3,669, महिला 2,814 र अन्य लिङ्गी तेस्रो लिङ्गी 1 गरी जम्मा 6,484 र राष्ट्रिय परिचय पत्र मार्फत मतदाता नामावलीमा नयाँ दर्ता गराएका सेवाग्राहीहरूको सङ्ख्या 16,095 रहेको छ, जसको हाल रुजु र प्रमाणीकरणको कार्य भइरहेको अवस्था छ। 2082 असोज 10 गतेदेखि सुरु भएको काममा नागरिकता प्रमाणपत्र प्राप्त गरेका 16 वर्षभन्दा माथिका सेवाग्राहीहरूको लाभग्राहीहरूको हामीले चाहिँ मतदाता नामावलीमा नाम दर्ता गरेको छौँ। तर 2082 फागुन 21 मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि 2082 फागुन 20 गतेसम्म 18 वर्ष पुरा गरेका मतदाताहरूले मात्र मतदान गर्न पाउने अवस्था रहेको छ। अहिले जिल्लाको अवस्था सामान्य छ र हामीले निर्वाचन प्रयोजनको लागि एकदम तदारुकताका साथ उत्सुकताका साथ निर्वाचनको तयारी गरिरहेका छौँ। अहिले मतदाता नामावली सङ्कलन अध्यावधिको कार्य भए पश्चात हामीले मतदान कार्यको लागि सामग्रीहरूको व्यवस्थापन, खरिद कार्य लगायत मतदाता शिक्षा सम्बन्धी कार्य गर्ने निर्वाचन आयोगबाट प्रकाशित भएको कार्ययोजना बमोजिम हामीले कार्य अगाडि बढाउने कुरामा प्रतिबद्ध छौँ र सोही बमोजिम अगाडि बढ्नेछौँ। जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको निर्णय बमोजिम हामीले सिफारिस निर्वाचन आयोगमा पठाए पश्चात निर्वाचन आयोगबाट निर्णय भइसकेपछि मतदान स्थलहरू थप गर्ने अवस्था मतदान स्थल तथा मतदान केन्द्र सम्बन्धी कार्यविधि 2081 मा व्यवस्था रहेको छ। विगतमा यस जिल्लामा सर्लाही जिल्लामा 312 वटा मतदान स्थल र 600 मतदान केन्द्र रहेको अवस्थामा हाल उक्त मतदान स्थल र मतदान केन्द्र परिमार्जनको सन्दर्भमा छलफलको क्रममा रहेका छौँ। यस विषयमा छलफल भए पश्चात स्थलगत अनुगमन पश्चात जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट सिफारिस भएपछि निर्वाचन आयोगबाट निर्णय भए बमोजिम मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या थप हुन सक्ने अवस्था यहाँहरूले जानकारी गरौँ। अहिले छलफलकै क्रममा रहेको छ। ठाउँहरू परिवर्तन भए पश्चात हामी सोही बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरी निर्वाचन आयोगमा पठाउनेछन् र सो बमोजिम निर्वाचन आयोगको निर्णय भए पश्चात मतदान स्थल र मतदान केन्द्रको विवरण प्रकाशित हुनेछ। अहिलेको अवस्थामा मतदाताहरूको सङ्ख्या बढिरहेको सन्दर्भमा यस जिल्लामा 600 मतदान केन्द्र रहेकोमा केही मतदान केन्द्रहरू बढ्न सक्ने अवस्था देखिन्छ। तसर्थ निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन भए पश्चात कति मतदाता वास्तविक रूपमा थपिएको छ सो बमोजिम कार्यविधिमा उल्लेख भए बमोजिम 1000 मतदाताको लागि एउटा मतदान केन्द्र राख्ने व्यवस्था अनुसार निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेर पठाउने कुरामा हामी विश्वस्त छौँ।